अहिले विश्वभरि नै फुड डेलिभरी गर्ने ट्रेन्ड चाहिँ जताततै चलेको छ। विभिन्न देशहरूमा चाहिँ फुड डेलिभरी गर्नेहरूको आफ्नो आफ्नै कमाइहरू छन् र सबैको एउटै गुनासो भनेको भारी पाउन्जेल पैसा पाइन्छ, भारी नपाएको बेलामा पैसा पाउँदैन भन्ने सबैको गुनासो छ। बेल्जियममा पनि त्यस्तै हो। यो एउटा नाम्लो बोकेर चोका भारी कुर्न बसेको जस्तो हो र भारी पायो भने पैसा पनि पायो, भारी पाएन भने पैसा पनि पाएन। यही काम चाहिँ म पनि गर्छु कहिलेकाहीँ र बेल्जियममा चाहिँ यो डेलिभरो राइडरले चाहिँ के कति पैसा पाउँछ, कतिको लामो दूरीका भारीहरू बोक्न पर्छ र एउटा भारी बोकेको चाहिँ कुन आधारमा पैसा दिन्छ, कति दिन्छ भन्ने कुरा चाहिँ तपाईलाई आजको यस भिडियोमा म देखाउन गइरहेको छु। म चाहिँ बेल्जियमको ब्रुज सहरमा बस्छु र आज साँझको काम चाहिँ कस्तो हुन्छ म तपाईलाई देखाउन गइरहेको छु। मैले करिब 6 बजेतिर यो डेलिभरी एप खोलेको थिएँ हैन, मेरो राइडिङ जुन काम सुरु गरेको थिएँ। मेरो पहिलो अर्डर चाहिँ आयो 4 युरो 11 सेन्टको। यो त्यति धेरै टाढा थिएन र यो अर्डरको लागि चाहिँ म निस्किएँ अहिले। यो चाहिँ क्विक सेन्ट आन्द्रेसको क्विकमा जानुपर्ने र त्यहाँ गएर अर्डर लिनुपर्ने थियो। यो मैले त्यहाँ पुगेर अर्डर स्क्यान गरेँ र यो चाहिँ जहाँ पुर्याउनु पर्ने त्यसको एड्रेस देखाइसकेको छ। अब म त्यता जानलाई तयार गर्दैछु। यो अर्डर चाहिँ करिब 2.5 किलोमिटर जति चाहिँ मैले राइड गर्नुपर्ने रहेछ। 2.5 किलोमिटरको चाहिँ 4 युरो चान्चुन दियो भनेपछि आज त्यति धेरै पैसा दिइरहेको छैन, 10 मिनट लाग्ने रहेछ हैन। म त्यसको लागि चाहिँ निस्किएँ। आज त्यति राम्रो पैसा दिइरहेको छैन। अब यो सप्लाई र डिमान्डकै खेल हो यो हैन। अब उनीहरूलाई पनि धेरै डिमान्ड आयो भने हामीलाई पनि पैसा धेरै दिने हो, त्यो नत्र भए दिँदैन। अहिले म चाहिँ त्यो घरमा पुगेँ। अहिले म चाहिँ 10 मिनट राइड गरेपछि चाहिँ यहाँ पुगेँ। यहाँ पुगेपछि चाहिँ मैले जुन फुड अर्डर गर्ने मान्छेलाई चाहिँ अब मैले यहाँ कोड माग्नु पर्ने हुन्छ। उसले मलाई 2टा कोड दिएपछि चाहिँ मैले उसको खाना दिन्छु हैन। त्यसपछि मेरो पैसा झर्छ र अर्को अर्डर आयो 7 युरो 47 सेन्टको। यो पनि फेरि चाहिँ सेन्ट आन्द्रेसको क्विकमै हो, तर मैले यो चाहिँ धेरै टाढा ओस्क्याममा भएर चाहिँ यो चाहिँ मैले लिएन, क्यान्सल गरिदिएँ, काट्दिएँ हैन। अनि त्यो पछि म अर्को कुर्न बसेँ। अर्को अर्डर पनि यतिखेरै आयो हैन, 5 युरो 6 सेन्टको। फेरि त्यही यो चाहिँ अघिको भन्दा अलि नजिक भएर चाहिँ मैले एक्सेप्ट गरेँ र म अब यसको लागि जान्छु। अब अघिको भन्दा यो अलि नजिक चाहिँ हो, यो पनि तर टाढा त टाढै हो। देखाउन चाहिँ 2.5 किलोमिटर चान्चुन हैन, 2.5 किलोमिटर त म अहिले भएको ठाउँबाट सेन्ट आन्द्रेसको क्विकमा पुग्नलाई हो र यो अर्डर पुर्याउन जानलाई चाहिँ अब मैले 2.5 किलोमिटर गएर पनि त्यहाँबाट 5 किलोमिटर जति लाग्छ गरी यो अर्डर पुर्याउन जानलाई। मतलब त्यहाँ चाहिँ मैले पुग्नलाई चाहिँ मलाई यो आधा घण्टा जति लाग्छ यो अर्डर कम्प्लिट गर्नलाई चाहिँ। आज अरू दिन भन्दा धेरै नै थोरै दिइरहेको छ पैसा, किनकि सायद अर्डर कम छ उनीहरूसँग पनि र काम गर्ने राइडरहरू बढी छ। त्यो भएपछि कोही न कोही त गइहाल्छ भनेर चाहिँ अलिक पैसा कमले पनि दिन्छ। यो पनि ख्याल गर्नुपर्ने हुन्छ। यो अर्डरको लागि चाहिँ मलाई कति 5 युरो 6 सेन्ट दिएको छ। म अहिले चाहिँ सेन्ट आन्द्रेसको क्विकमा आइपुगेको छु र यसको अर्डर मैले अब पाएँ। यसलाई चाहिँ स्क्यान गरेर चाहिँ यहाँबाट रवाना हुनुपर्छ। यो अर्डर पुर्याउनलाई कति 5 किलोमिटर हैन, 5 किलोमिटर सिधै यो हाइवेको छेउछेउ हुँदै जानुपर्ने भयो। मलाई 17 मिनट देखाएको छ, ट्याक्कै 5 मिनट। 2.5 किलोमिटर यो 5 किलोमिटर 7.5 किलोमिटर आएपछि चाहिँ 5 किलोमिटर चाहिँ अरू दिनको तुलनामा कम पैसा मिनटमा चाहिँ ट्याक्क यो अर्डर कम्प्लिट गरेँ। यो घरमा
आइपुगेँ म। अब त्यहाँ घरको मान्छेलाई मैले 2टा नम्बर माग्छु, त्यो कोड दिएपछि चाहिँ मैले मेरो यो राइड कम्प्लिट भयो। यसरी चाहिँ आजको यो सायद तेस्रो अर्डर होला। यो तेस्रो अर्डर पनि कम्प्लिट भयो। र अघि सुरुमा चाहिँ मैले काम सुरु गर्दाखेरि बिजी देखाएको थियो, अहिले चाहिँ यो मोडरेट भनेर देखाएको छ। यो मोडरेट हुँदाखेरि चाहिँ त्यति धेरै अर्डर आउँदैन। अर्को एउटा अर्डर आयो 9 युरो 20 सेन्टको मा जानु पर्यो। त्यहाँबाट फेरि उता सिन मिकेलपट्टि पुर्याउन जानुपर्ने छ। यो चाहिँ यो एक राउन्ड घुम्दाखेरि मलाई 1 घन्टा लगभग लाग्छ। त्यो भएपछि मैले यो चाहिँ क्यान्सल गरेँ, यो चाहिँ एक्सेप्ट गरिनँ। पैसा चाहिँ यसले राम्रो दियो, तर 1 घन्टा लगभग घुम्न पर्ने हुन्छ। म त्यहाँबाट जानलाई 5 किलोमिटर, त्यहाँबाट फेरि त्यहाँ जान 5 किलोमिटर, फेरि त्यसो गर्दाखेरि धेरै समय लाग्छ। मैले यो क्यान्सल गरिदिएँ हैन। फेरि अर्को आउँछ कि भनेर कुरेर बसेँ। अर्को आउँछ कि आउँदैन हेरौँ। अर्को आयो भने गरौँ, आएन भने अब घरतिर चलौँ भनेर चाहिँ म एकछिन चाहिँ सोचमग्न भएँ। हेर्नुहोस्, नभन्दै आयो फेरि त्यही सेन्ट एन्ड्रेस। यो चाहिँ सेन्ट क्रिसको क्विकमा, यो फेरि अर्को साइडमा हो। मैले जसरी नि त्यही सेन्ट क्रिसमै जानुपर्ने भयो, तर यो चाहिँ पुर्याउनु पर्ने चाहिँ अलिक नजिक भयो हैन। अब हेरौँ यो कतिको टाढा छ। हेर्नु त यो 6.5 किलोमिटर हो। यो मलाई अघिको चाहिँ सेन्ट एन्ड्रेसको क्विकमा चाहिँ अलि नजिक हुन्थ्यो मलाई। यो अझ टाढा पर्यो, अर्को साइडको क्विक हो। यो 6.5 किलोमिटर छ। मैले एक्सेप्ट गरेँ जसरी नि गर्छु भनेर हैन। पैसा चाहिँ अलिकति कम छ। म गएँ तपाईँको यसको लागि 22 मिनट लाग्ने रहेछ, 6.5 किलोमिटर। अब यो टाढा भए पनि नजिक भए पनि आखिर एउटा समय, यो समय म फुर्सद छु, म काम गर्छु भन्ने भइसकेपछि काम त जसरी गर्न परिहाल्छ, दगुर्नै परिहाल्छ। यो चाहिँ घरिघरि त्यो पैसाको कुरा भइरहने भएर चाहिँ हेत यसले मलाई पैसा कम दियो, टाढा पुर्याउन जानुपर्ने भयो भन्ने एउटा त्यो चाहिँ पिर हुन्छ हैन। त्यो सबैलाई हुन्छ। आखिर सबैले त्यही पैसै पाउँछ भनेर दगुरिरहेको हो। त्यो चाहिँ पैसाको अर्को पाटो भयो। तर यसरी खुला हावामा दौडिरहँदा रमाइलो पनि हुन्छ, अलिक फ्रेस हुन्छ हैन। म यहाँ चाहिँ अड्किएँ। यहाँ चाहिँ म तेल पनि हालेँ है। तेल हालेर म अहिले चाहिँ अब रेस्टुरेन्टमा पुगेँ। सेन्ट क्रिसको क्विकमा पुगेँ। अब त्यहाँ चाहिँ मैले अर्डर एक्सेप्ट गरेँ हैन। अर्डर देखाएँ, अर्डरको लागि नम्बर देखाएँ के अरे। त्यहाँ चाहिँ अलिकति भिडभाड हुन्छ, बढी नै भिडभाड हुन्छ। त्यहाँ चाहिँ मैले 891 अर्डरको नम्बर थियो। मैले यो देखाएँ अनि उनीहरूले मलाई सामान प्याक गरेर दिए हैन। मैले दिएपछि स्क्यान गर्नुपर्ने हुन्छ। अनि नियम पनि अलिक कडाइ छ। स्क्यान गरेपछि म त्यहाँबाट हिँडेँ। हेर्नुहोस्, त्यहाँबाट कति मिनट लाग्यो। त्यहाँबाट 6.5 किलोमिटर गएपछि अब यो 3.5 किलोमिटर लगभग 11 मिनट लाग्ने रहेछ। त्यहाँबाट म फेरि यो अर्डर पुर्याउनलाई हिँडेँ। यो अर्डर चाहिँ त्यति धेरै टाढा होइन। यो 10-11 मिनट भनेको यो म पुगेँ र मैले त्यहाँ चाहिँ नम्बर सोधेँ। उसले मलाई नम्बर दिएपछि चाहिँ मैले यो अर्डर पनि कम्प्लिट गर्छु। यसरी चाहिँ मैले अर्डर कम्प्लिट गरेँ। अर्को अर्डर आयो मिस्टर स्पागेटीमा। मिस्टर स्पागेटी 2.5 किलोमिटर जति 9 मिनट लाग्ने रहेछ। 2.5 किलोमिटर। यिनीहरू चाहिँ अब हिँडिरह भएर चाहिँ यो चिनेको ठाउँ भएर पनि त्यति ठाउँहरू फ्याट थाहा पाउनलाई चाहिँ गाह्रो हुँदैन। किनकि धेरैचोटि हिँडिसकेको बाटोहरू भएर कुन गल्लीबाट अलिकति कहिले नजिक पर्छ भन्ने पनि थाहा हुन्छ। र यो मिस्टर स्पागेटी यो रेस्टुरेन्ट चाहिँ अलिकति भित्र छ। यो नयाँ राइडरहरूलाई भेट्दैन। यो बाटोको छेउमा नभइकन यो अलिक भित्र भएर मैले यो यताबाट घुमेर गएँ। ल मैले यहाँ मिस्टर स्पागेटीमा पुगेँ। मिस्टर स्पागेटीमा को अर्डर लिन जाँदा फेरि अर्को बोक्का रेस्टुरेन्टबाट चाहिँ अर्को अर्डर आयो। यसरी चाहिँ पैसा पनि बढ्यो। अहिले यहाँ 2टा अर्डर भयो। यहाँ 10 युरो 7 सेन्ट जतिको। म यो मिस्टर स्पागेटीको अर्डर लिएर फेरि म बोक्का जान्छु, अनि मात्र म मान्छेलाई पुर्याउन जान्छु। तपाईँको यहाँको अर्डर मैले स्क्यान गर्नुपर्ने हुन्छ। म यहाँको अर्डर स्क्यान
दियो मैले होइन नम्बर देखाएछु मैले त्यहाँको कुकलाई नम्बर देखाएपछि चाहिँ उसले मलाई चाहिँ अर्डर दियो। त्यो चाहिँ रेडी नै थियो जस्तो लाग्छ मलाई त्यो दिन। उसले मलाई अर्डर दिएपछि म त्यहाँबाट बोक्कातिर जान्छु। अब मैले स्क्यान बाहिर ल्याएर स्क्यान गरेछु, स्क्यान गरेँ र अब म बोक्कातिर जान्छु। बोक्का त्यहाँबाट नजिकै हो। अब 494 मिटर भनेको 2 मिनट जति लाग्छ। यो 2 मिनट जति चाहिँ म चाहिँ बोक्का पुग्छु। म यो नजिकको राइड गरेर चाहिँ बोक्का पुगेँ। बोक्कामा चाहिँ उसको सामान अलरेडी रेडी गरेर राखेको रहेछ। जाने बित्तिकै ट्याक्क स्क्यान गरेँ। स्क्यान गरेपछि म अनि खाना पुऱ्याउन हिँडेँ। बोक्कामा अर्डर गर्ने मान्छेले चाहिँ €1 टिप्स पनि दिएको रहेछ होइन। यो चाहिँ अर्डर लिएर चाहिँ अब म कति राइड गर्नुपर्छ, मैले 2.5 किलोमिटर जति चाहिँ यो पनि। यसरी चाहिँ म अब अर्को राइडरका लागि निस्किन्छु। यसरी चाहिँ आजको सायद यो अन्तिम थियो होला मेरो होइन। यो पछि नै अर्को एउटा नि गरेको रहेछ, €4 को सेन्ट आन्द्रेस क्विकबाट गरेको रहेछ। यसरी चाहिँ मैले €4 11 सेन्ट, €5 6 सेन्ट, €6 31 सेन्ट, €11 7 सेन्ट, यो चाहिँ टिप शुद्ध हो। दुईवटा अर्डर थियो। अर्को लास्टमा €4 को अर्डर गरेर चाहिँ यसरी चाहिँ 6 बजे निस्किएर 7:50, यो भनेको मैले टोटल कति राइड गरेँ भने 1 घण्टा 50 मिनट राइड गरेर चाहिँ €30 55 सेन्टको चाहिँ काम गरेछु होइन। एभरेजमा 1 घण्टाको €15 बराबरको चाहिँ पैसा पे गर्यो। मैले सुरुमै पनि भनेको थिएँ नि, नाम्लो बोकेर चोकमा भारी कुरमा बसेको जस्तो काम हो यो। अब त्यसैले भारी पाउँछ कि पाउँदैन भन्ने स्योर हुँदैन। यो मैले अझ शुक्रबार गरेको काम हो। शुक्रबार नर्मल्ली अलि बढी भारी पाउनु पर्ने हो, बढी अर्डरहरू आउनु पर्ने हो। यो समरको सिजनमा सायद मान्छे धेरै छुट्टी गएको हुन नि सक्छ, अथवा यो ठाउँमा छुट्टी मनाउनलाई अझ नि मान्छे नआइपुगेको हुनसक्छ। र भारी धेरै नभएपछि, अर्डर धेरै नभएपछि यो सप्लाई र डिमान्डको खेलअनुसार पैसा पनि कम दियो। अरू दिनको तुलनामा आज पैसा अलिक कम पनि दिएको हो र सायद राइडरहरू बढी छ, डिमान्ड कम छ, त्यसरी नै बुझ्न सकिन्छ। र आजको काम तपाईँले देखिहाल्नुभयो। र कुनै दिन त तपाईँको 2.5 किलोमिटर 3 किलोमिटर जानुपर्ने ठाउँहरूमा €10-12 पनि दिइरहेको हुन्छ होइन। अनि तपाईँको 9-10 किलोमिटर भयो भने 18-20 पनि दिइरहेको हुन्छ। मैले त्यो पनि गरेको छु। €18-20 पर अर्डर पनि दिएको छ होइन। त्यसैले चाहिँ फेरि यो समयअनुसार पनि फरक हुन्छ होइन। बिहान, दिउँसो, साँझ होइन। मैले चाहिँ धेरै जस्तो चाहिँ साँझ गर्छु होइन। साँझ चाहिँ अलिक बढी अर्डर आउँछ, कन्टिन्यू अर्डर आउँछ होइन। मैले कहिले 6 बजे खोल्दा फेरि 9 बजेसम्म त नन स्टप कन्टिन्यू अर्डर आउँछ। दौडा गर्दा थाक्छ पनि तपाईँको। अनि मैले कहिले त धेरै त्यो थाक्यो भनेर मैले बिचमै बन्द गरेर पनि म हिँड्ने गरेको छ। मेरो यो एक दिनको डेलिभर राइडरको काम चाहिँ तपाईँलाई के कस्तो लाग्यो होइन। कृपया प्रतिक्रिया व्यक्त गर्नुहोला। तपाईँको मनमा के लाग्यो होइन। तपाईँ पनि अरू कन्ट्रीमा डेलिभर राइडर गर्नुहुन्छ भने होइन के कस्तो पाउनुहुन्छ। तपाईँ मेरो यो कमाइप्रति सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न होइन। मैले नै भने आजको यो काममा पैसा एकदम कम दिएको होइन। त्यसै पनि मैले छिटै बन्द गरिदिएँ होइन। अर्डर पनि धेरै छैन भनेर मैले बन्द गरेर म घर फर्केँ।